हेर्ने साथीहरू कस्तो चाहिँ बाटो हामी चाहिँ लत्रम सराएको बाटो गर्दा दुःख पायो मन्दिरमा जाने मन्दिरमा भगवानलाई जो गर्न जाने छ रे हालो गरिदिन्छ अरे हालो गर अल्छी मान्छे चाड आउने सबभन्दा अल्छी मान्छे हो हिँड्न पनि नसक्ने ल हेर्ने साथीहरू आज लट्टम सौतिर आएको यस्तै थाक्यो कस्तो रहेछ हे माइ मर्न लाग्यो मेरो अल्छी बुढी सबभन्दा अल्छी हिँड्नै सकेन है त साथीहरू हेर्नुहोस् कस्तो छ बाटो हामी चाहिँ मन्दिर आएको तलबाट यहाँ आइपुग्दा हेर्नु कस्तो छ बाटो यस्तो बाटो हिँड्नुपर्छ है लट्रमेश्वर आउँदा तपाईँ पनि आउनु होला आउन चाहिँ घुम्नको लागि अलि बिहानै आउनु होला दिउँसो आयो भने फर्किन भ्याउँदैन हेर्नु यिनीहरूको हालत के भएको छ हामी चाहिँ मन्दिर आएको ल आइपुग्न लाग्यो हामी चाहिँ अब ल हेर्नु कस्तो छ अब ल हेर्नु अब लट्रमेश्वरको बाटो कस्तो छ मन्दिर आउन सजिलो छैन नि साथीहरू ल हेर्नु हामी चाहिँ आइपुग्न लाग्यो अब धेरै छैन लट्रमेश्वरको सबैभन्दा डेन्जर बाटो है केटाहरू हेर्नु अब कसरी पो हिँड्छ म ल हेर्नु है साथीहरू लट्रमेश्वर कस्तो छ यहाँ चाहिँ मन्दिर हो यहाँ चाहिँ मन्दिर हो हेर्नु है त यहाँबाट कस्तो देख्ने छ
我睡着觉这么用吧。न न न थोरै त्यहाँको डोकी गरेर त भगवान डोकी गरेर हुन्छ ल डोकी गरेर आउँछ ल जानुहोस् त्यहीँ जानु न मामा भएको ठाउँमा आँगी छोड्नु त त्यसलाई अपन जाओस् ल जाऊ ल डोकी गर्नुहोस् त्यहीँ गएर भित्र उता जानु न घर जाने जाने तँ मामसँग जाऊ आँगी लाउनु आँगीले जानु सबै रोक्छौ होला होस् धेरै धेरै पढ्न आओस् जुगा खाने जुगा त नमस्ते जुगा 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 त खाने नै लक्ष्मेश्वर मन्दिर हेर्ने साथीहरू कस्तो छ मन्दिर कस्तो हेर्ने कस्तो डाँडामा छ चोटि सिनेमेटिक भ्यू पनि हेर्न है त म देखाइदिनु तपाईँलाई ल ल ल ऊ हाम्रो टोली मन्दिर आएको सबले छोरी हामी कहाँ आएको भनिदिनु नु ल दिन्छु हामी कहाँ आएको भनिदिनु है गाइज गरिदिनु नि त हेलो गाइज गर्नु तपाईँहरू लक्ष्मेश्वर त आयो होला यो गुफा चाहिँ थाहा छ तपाईँहरूलाई हेर्नै पुग्छ गुफा चाहिँ यहाँ छ यो गुफा प्रायः मान्छेलाई थाहा हुँदैन मलाई चाहिँ पहिला आएको भए थाहा भएको हेर्नै त ल है त हामी चाहिँ फर्केको अब गाह्रो छ यहाँ हुन ल छेपार होइन केटाहरू कस्तो छ यो कलर कस्तो छ छेपारोले रङ फेर्छ भन्छ यसले फेर्दै फेर्दैन हेर्नु पर्यो त एकछिन राखिरहँ अहिले ढुङ्गा जस्तै छ हेलो गाइज गर्छ हामी चाहिँ कहाँ आएको छ अरे खोइ छेपारो खोइ यहाँ भित्र रहेछ छेपारो गाह्रो छ मन्दिर आउन ल जम्मै जम सबैजना माथि माथि छ जम अगाडि जाउँ ल जम यो बाटोमा कसरी हिँड्ने अब जम्मै छिटो थाक्यो ल नै मकनपुर र ललितपुरको सिमाना त्यो तल चाहिँ सुरुङ खन्दैछ मकनपुरमा त्यो पारि देखेको गाउँ चाहिँ मेरो ससुराले कोकल थाहा तपाईँहरू यो कुन ठाउँ हो उता मकनपुर उता चाहिँ ललितपुर यता चाहिँ मकनपुर है त घाम लाग्यो गर्मी भयो कसरी चढ्ने हो यता यो उकाल कसरी चढ्ने हो सिडी
रोडमा माग्दो छ तारै मुन्डली हाते हेटाउट खतर नाङ तला यत्रो गरिदिन्छ तारै हेटाडु ठिक के भन्छ कति चाहिँ निजे भन्छ तारै कसरी सबलाई दो मुन्डो बनाइ जामा जाम छिट जाम हिँडमै हिँडम छिटो कतिको छोरीले हिजो के म कसरी हिँड्दा छु हेर्ने तपाईँहरू पनि आउनु त आउनु विचारपुर मात्र आउनु नै लडे हेर्ने साथ हाम्रो खाजा आलुवा पाउरोटी म चाहिँ खाँदैछु सेलरोटी ओ बान्जी बान्जी छोरी के खाएको एक बजिसक्यो बोक्रा बन्नु लागेको क्या चाप चाहिँ कहाँ त्यहाँ होइन के पऱ्यो तिमी छिटो हेर्दै आइयो हेर्ने साथीहरू हाम्रो खाजा पिकनिक सुचारमा आइयो मेरो बुढीको बर्थडेको पिकनिक हैप्पी बर्थडे बकरिया ह्याप्पी बर्थडे टु यु केक काट्दैछ यता केक बनाउँदैछ यहाँ एकछिनमा काटिन्छ हो भयो यो चाहिँ खाएपछि हेर्दै पिङ्गे त हामी हेर्दा पाउडर चाहिँ थाल्नु माग्यो